अहिले जसरी प्रतिगामीहरूले चाहिँ राजाको बारेमा राजतन्त्रको बारेमा तर्क गर्न थालेछन्, त्यो तर्कको खण्डन त हामीसँग जबरजस्त खण्डन गर्ने हैसियत, तागत र तथ्य, इतिहास सबै छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सबै रूपमा। तर हामीले तदारुकताका साथ, सक्रियतापूर्वक र गम्भीरताका साथ त्यसको प्रतिवाद गर्ने संस्थागत पहल नगरेको कारणले उनीहरू अलि छाडा हुने हुन् कि भने जस्तो देखिन खोज्छ। तपाईँ हामीले प्रत्येक जिल्लामा, गाउँमा, टोलमा, घर घरमा हिजो राजतन्त्रले 250 वर्षसम्म नेपाललाई के दियो, हिजो भएका ठुल्ठुला हत्याकाण्डहरू के हुन्, कोत पर्व के हो, भण्डारखाल पर्व के हो, नारायणी हत्याकाण्ड को हो, कसले गरे हो भन्ने कुरा जनताको मन मस्तिष्कमा त छ, नारायणी हत्याकाण्ड के हो भन्ने कुरा। तर हामीले अलि राम्रोसँग भन्न छोडेका छौँ अहिले। अनि एक थरी नयाँ युवाहरूलाई बिचारा थाहा छैन, उनीहरूलाई भर्खर शान्ति सम्झौतापछि जन्मेर अब उमेर पुगेका, भोट हाल्ने भएका युवाहरूलाई त राजाले के गर्यो, नमिता सुनिता हत्याकाण्ड बलात्कार गरेर राजाका भाइहरू र राजाहरूले नै गरेको भन्ने कुरा उनीहरूलाई थाहा छैन। त्यो तपाईँ हामीले भनिदिनु पर्ने हुन्छ जनतालाई, यिनै त हुन् हत्यारा र बलात्कारी हुने, यिनै हुन् मूर्ति चोरेर विदेशमा पुर्याउने को हुन् भनिदिन पर्यो जनतालाई। तस्करहरूका नायिकेहरू को हुन् भनिदिन पर्यो जनतालाई। नारायणी हत्याकाण्डको नायिकेहरू को हुन् भन्ने कुरा भनिदिनु पर्यो जनतालाई। र अनि देशलाई त्यति बेला के थियो, मैले धेरै ठाउँमा भन्ने गरेको छु, सक्रिय राजतन्त्र हुँदा या निरङ्कुश राजतन्त्रको कालमा जति भौतिक पूर्वाधार बनेको थियो त्योभन्दा रिभोल्युसनरी ढङ्गले गणतन्त्र आएपछि बनेको छ। बाटकै कुरा गर्ने हो भने पहिलाको भन्दा क्रान्तिकारी ढङ्गले विकास भएको छ। हामीले त्यो कुरा जनतालाई तथ्य दिएर बताइदिन पर्यो। हामीले स्वास्थ्यको क्षेत्रमा यो भएन त्यो भएन भनेर राजावादीहरूलाई बोल्ने कुनै नैतिक अधिकार छैन। जति बेला 57-58 वर्षभन्दा बढी थिएन नेपालीको सरदर आयु, अहिले 72 वर्ष गणतन्त्रले पुर्याएकै हो भन्ने कुरा हामीले भनिदिनु पर्ने हुन्छ। हामीले हरेक क्षेत्रमा भएका तथ्याङ्कहरूलाई पनि भनेर राजावादीहरूले फैल्याउन खोजेका भ्रमहरू, जालझेल र षड्यन्त्रहरूलाई हामीले प्रतिवाद गर्नै पर्ने हुन्छ। र तपाईँ युवाहरू जाग्नु भयो भने मलाई लाग्छ यो बहसमा तपाईँ हामीले जित्ने सम्पूर्ण आधारहरू, तथ्यहरू, इतिहास हामीसँग छ।